हेलो एन्ड नमस्ते सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदमै धेरै सन्चै नै छु र अब अहिले चाहिँ हालै बेरोजगार भइयो। त्यो अलिक यता धेरै टाढा 1 घन्टाको बाटो हिँड्नुपर्छ किवी फार्ममा। आज किवी टिप्ने काम रहेछ अनि यहाँ हाम्रो गाउँको दाइ है अङ्कल थुप्रो छौँ जाँदैछौँ। माथि पुगेर देखाउने छु है त। अहिले चाहिँ म ट्याक्कै किवी फार्म आइसकेँ। यहाँबाट चाहिँ यति राम्रो ठाउँ देख्छ कि होइन, एकदमै राम्रो त बवाल देख्छ ठाउँ चाहिँ। यहाँ यता यो किवी फार्मको यहाँ घर हो अनि यो चाहिँ छिन्ताको डाँडा हो अनि यो चाहिँ सबैलाई थाहा छ होला सन्दकपुर डाँडा होइन। यहाँ धेरै पर्यटक स्थल यो चर्चित है। किवी फार्म चाहिँ यस्तो खतरा छ है। अनि यहाँ यता माथि डाँडाको मुनिसम्म छ अनि यो घरको उतापट्टितिर पनि छ है। अनि मेन त यहाँबाट देखिने ठाउँ बवाल, यस्तो बवाल छ यो ठाउँ है त। एकदमै दामी छ यहाँबाट ठाउँ, दामी देख्छ हेर्नुहोस्। यस्तो बवाल देख्छ कि यहाँबाट ठाउँ चाहिँ यस्तो बवाल। अझ माथिबाट दामी देख्थ्यो, त्यो माथि जाने काम छैन। अब यहाँबाट ट्याक्कै काममा लाग्ने बेला भइसक्यो। अब चाहिँ काममा लाग्यो। अब यहाँ ट्याक्कै टिप्दै भन्नुपर्छ, बोक्नेहरू पुग्छ अनि अब जाँदैछु काम गर्नु। घरको अगाडि गइसक्यो, अगाडिको म देखाउँछु है। मौसम चाहिँ अति नै बवाल भइरहेको छ क्या। यस्तो दामी घुम्नु जान्छ है, बवाल हुन्थ्यो छैन। पहिला कमाउने हो, पहिला कमाउने अनि घुम्न जाने। कमाइ बस्दा घुम्न जाउँदैन के छ र। अनि हाम्रो टोलीहरू भेला भइसक्यो। यहाँ चाहिँ यस्तो छ है किवी, यहाँ यस्तो बवाल छ किवी, यस्तो ठुलो छ किवी। हाम्रो यहाँ अङ्कल के छ अङ्कल, ठिक छ? ठिकै छ है। लु हाम्रो साउथ कोरिया जतिकै काम गर्नुपर्छ। साउथ कोरिया हो यो। $500 छ दिनको है। गफ फेरि हाम्रो खाजा आफ्नै, चिया पानी आफ्नै, $500। गफ चाहिँ सुन्नु है, गफ चाहिँ $500 नि। फेरि $500 कति हुन्छ हो साउथ कोरिया जतिकै कमाइ छ। वर्ष दिनको खेती हाम्रो टिपाइ हुँदैछ है। अब टिपाइ खतरा हुँदैछ। टिपाइ त यहाँ हेरौँ न, अर्डर गर्नेले एकदम नेचुरल हो, नेचुरल हुँदै। ल नेताहरू किन भ्रष्टाचार गर्छ होइन, धेरै पैसा लुट्छ, जनताको रगत पैसा चुस्छ भने त यस्तोको लागि हो कि के हो। अब गरेर खाने यति गाह्रो है। बरु कुर्सीमा बस्यो होइन, योजना निकाल्यो खायो, त्यस्तै भयो। नेता पनि पर्छ जस्तो छ। अब गाह्रो छ। हामी चाहिँ अब खाजा खाइसकेर अहिलेसम्म टिप्छु। अब फेरि फार्ने भन्दैछ यहाँ, फार्नको लागि हामी जाँदैछौँ। त्यस्तो देखाउनु हुँदैन, फेरि माची थर्ने। अहिले चाहिँ हामी ट्याक्कै काम सकेर फर्किसक्यौँ है। निकै गल्यो होइन, कति हामी 4 बजी पुग्नु पर्ला बिदा भएर छुट्टी भएर। अहिले 4:43 भइसक्यो। झन्डै घर आइपुग्न नै झन्डै 1 घन्टा जति लाग्छ नि त्यतिकै होइन। अब निकै बेला गइसक्यो, 4 बजी भइसक्यो। अब चाहिँ तर घर पुग्न आँट्यो है त। आजको भिडियो यति नै है त। बाई बाई गाइज।